प्रभुलाई महिमा भएको होस्। हामी यसरी एकैसाथ भएर परमेश्वरको महिमा गर्न पाउँदा हामीलाई अति नै खुसी लाग्दछ, किनकि हामी सबैजना परमेश्वरको सेवा गर्ने व्यक्तिहरू हौँ। कि प्रभुले हामीलाई यसरी विगत समयदेखि आजको दिनसम्म हामीलाई सम्हाल्नु भएको छ र हामी सबैजना प्रभुको सेवामा हामी समर्पित भएर अगाडि बढिराखेका छौँ। म आज तपाईँहरूको बिचमा प्रभु येशूको सेवकाई र मिसनको बारेमा बताउन चाहन्छु। हामी धेरै कुरा सुन्दछौँ, मिसन 2027 को मिसन, 28 को मिसन, 35 सम्मको मिसन, थुप्रै कुराहरू हामी सुन्दछौँ। तर ती सबै कुरा हामी हेऱ्यौँ भने खास प्रभु येशूको सेवकाईको मिसन भनेको के हो भन्ने कुरा आज हामी बुझ्दछौँ। र त्यो प्रभु येशूले दिनुभएको मिसन सेवालाई पुरा गर्नको लागि आज धेरैले त्यो टार्गेट अनुसार मिसन अनुसार अगाडि बढिराख्नु भएको छ र हामी सबैजना प्रभु येशूको मिसनमा सहभागी भएर हामी सेवा गर्दैछौँ, गरिरहेका छौँ। र प्रभु येशूको मुख्य मिसन भनेको के हो भन्ने कुरा म बताउन चाहन्छु। अनि प्रभु येशू यहाँ लुका 19 अध्यायको 10 पदमा हामी हेऱ्यौँ भने किनभने मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हो। हालेलुया। अनि प्रभु येशूको मिसन भनेर हामी हेऱ्यौँ भने उहाँको मिसन मानिसहरूलाई खोज्न र बचाउन आउनु भएको हो। उहाँले अरू कुराहरू गर्नु भएन, तर उहाँले भन्नुभयो म हराएकाहरूलाई खोज्न र बचाउन आएको। र आज संसारमा हराइरहेका व्यक्तिहरूलाई, ती व्यक्तिहरूलाई परमेश्वरको राज्यमा ल्याउने काम तपाईँ र मैले गरिरहेका छौँ। त्यो प्रभु येशूको मिसन हामी लुका 19 अध्यायमा हेऱ्यौँ भने त्यहाँ जखायस एक दिन प्रभु येशू जाँदै हुनुहुन्थ्यो अनि जखायसले विचार गरे म आज प्रभु येशूलाई हेर्न चाहन्छु। जब प्रभु येशू त्यो ठाउँमा पुग्नुभयो जखायसले प्रभु येशूलाई देख्न सकेन। अनि दुगुरेर उनी चाहिँ अगाडि गएर रुखमा चढेर म येशूलाई हेर्छु भन्ने विचार गरे। अनि जब येशू त्यस ठाउँमा पुग्नुभयो अनि जखायसलाई देखेर भन्नुभयो जखायस ओर्लेर आऊ, आज म तिम्रो घरमा पाहुना हुन जानु परेको छ। जखायसको मन त्यतिखेर कति खुसी भयो होला, कति त्यो हृदय खुसीले एकदम आनन्दले भरिएको होला। अनि जखायसले प्रभु येशूलाई आफ्नो घरमा स्वागत गरे। जब प्रभु येशू त्यस जखायसको घरमा जानुहुन्छ जखायसले त्यहाँ भन्दछन्। जखायसको मनमा त्यहाँ एउटा पश्चातापी हृदय आउँदछ। जखायसको जीवनमा मेरो सम्पत्तिको आधा भाग म गरिबहरूलाई दिनेछु, मैले कसैबाट अन्याय गरेको छु भने म 4 गुना फिर्ता गरिदिनेछु। अनि प्रभु येशू भन्नुहुन्छ आज यो घरमा उद्धार आएको छ, किनकि यिनी पनि अब्राहमका छोरा कहलाएका छन्। किनभने मानिसको पुत्र हराएकोहरूलाई खोज्न र बचाउन आएको। हालेलुया। अनि आज तपाईँ र मेरो मिसन पनि जो संसारमा हराइराख्नु भएको छ ती व्यक्तिहरूलाई प्रभु येशू कहाँ ल्याउने नै हो। अनि मर्कुस 10 को 45 मा हामी हेऱ्यौँ भने त्यहाँ लेखिएको छ किनभने मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। हालेलुया। कि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न धेरैको छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। प्रभु येशूको मिसनलाई हेऱ्यौँ भने उहाँ आफ्नो जीवन दिएर मानिसहरूलाई बचाउनको निम्ति उहाँले भन्नुभयो म सेवा पाउन होइन तर म सेवा गर्न आएको। अनि तपाईँ र म सेवा गर्नका निम्ति परमेश्वरको राज्यमा सेवा गर्नको निम्ति हामी बोलाइएका व्यक्तिहरू आज हामी उपस्थित भएका छौँ। कि हामी सेवा पाउन होइन तर सेवा गर्नका निम्ति हामी चुनिएका छौँ। त प्रभु येशूले भन्नुभयो म सेवा गर्न धेरैको छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो, म आफ्नो जीवन दिन आएको ताकि धेरै मानिसहरू बाँच्न सकुन्। कि आज त्यो जखायस जस्तै हामी लुकाको पुस्तक 19 मा हेरौँ जखायस जस्तो आज व्यक्तिहरू हराइराखेका छन्। ती व्यक्तिहरूलाई प्रभु येशूको चरणमा ल्याउनको निम्ति तपाईँ र मैले सेवाको काम गरिराखेका छौँ।
त्यो हृदय तपाईँ र मेरो जहिले पनि हुनु पर्दछ कि हराइराखेका व्यक्तिहरूलाई परमेश्वरको राज्यमा ल्याउनु। अनि प्रभु येशूले भन्नुभयो उहाँलाई जुन कुराको निम्ति परमेश्वर पिताले यस संसारमा पठाउनु भएको थियो उहाँले भन्नुभयो यूहन्ना 17:4 हेर्यौं भने त्यहाँ तपाईले दिनुभएको कामलाई मैले पूरा गरे र मैले तपाईलाई पृथ्वीमा महिमित तुल्याएको छु। हालेलुया। कि उहाँले के भन्नु, म तपाईले दिनुभएको कामलाई मैले पूरा गरे र मैले तपाईलाई पृथ्वीमा महिमित तुल्याएको छु। प्रभु येशूलाई जुन कामको निम्ति, जुन उद्देश्यको निम्ति उहाँलाई पठाउनु भएको थियो पिताले, उहाँले त्यो कामलाई पूरा गर्नुभयो र पितालाई भन्नुभयो त्यो कामलाई पूरा गरी मैले तपाईलाई पृथ्वीमा महिमित तुल्याएको छु। कि हामी पनि यो कुरा भन्न सकौं, पिता तपाईले दिनुभएको कामलाई मैले पूरा गर्न सके। जसरी पावलले भन्दछन्, मेरो दौड मैले सिद्ध्याएको छु, मैले पूरा गरेको छु, त्यसरी तपाईँ र म पनि त्यो कुरा भन्न सकौं। मानव जातिको मुक्ति पाउन सम्भव बनाउनको निम्ति आफ्नो जीवन अर्पण गर्नुका साथसाथै उहाँले चेलाहरू पनि बनाउनु भयो, जो उहाँले सुरु गर्नुभएको काम पूरा गर्नको लागि तयार पारिएका थिए। आमेन। यहाँ भनेको छ उहाँले जीवन अर्पण गर्नुको साथसाथै प्रियहरू उहाँले चेलाहरू बनाउनु भयो। उहाँले सुरु गर्नुभएको काम पूरा गर्नको निम्ति चेलाहरू तयार पारिएका थिए। प्रभु येशूले त्यो काम सुरु गर्नुभयो, मिसनको कामलाई। तर त्यो मिसनको कामलाई निरन्तरता दिनको निम्ति उहाँले आफू पछि चेलाहरू पनि तयार पार्नुभयो, चेलाहरू बनाउनु भयो। जुन उहाँले काम सुरु गर्नुभयो त्यो काम पूरा गर्नको निम्ति चेलाहरू तयार पारिएका थिए। आज तपाईँ र म प्रभु येशूका चेलाहरू, प्रभु येशूले जुन काम, जुन मिसनको काम सुरु गर्नुभयो त्यो कामलाई निरन्तरता दिनको निम्ति, पूरा गर्नको निम्ति तपाईँ र म हरेक जना बोलाइएका छौँ। हालेलुया। उहाँको सेवाको पूर्णता चाहिँ उहाँका चेलाहरूलाई कार्यभार सुम्पनु थियो। उहाँको सेवकाई तिनीहरूको सेवकाई बन्यो। जुन सेवा प्रभु येशूले गर्नुभयो त्यो सेवा प्रभु येशूको चेलाहरूको सेवकाई बन्यो। जुन सेवकाई आज हामीले गर्दैछौँ त्यो सेवकाई आज हाम्रो भएको छ। हाम्रो सेवकाई होइन, हामी चाहिँ प्रभु येशूको सेवा, उहाँको मिसनमा हामी सहभागी भएर हामी काम गर्दैछौँ। कि प्रभु येशूले जुन कुरा सुरु गर्नुभयो, हामी मत्ती 28:18 देखि 20 हेर्यौं भने प्रभु येशूले महान आज्ञा त्यहाँ दिनुभयो। प्रभु येशूले चेलाहरूलाई महान आज्ञा गर्नुभयो। उहाँले चेलाहरूलाई भन्नुभयो, जाऊ सबै देशका जातिहरूलाई चेला बनाऊ। उहाँले चेलाहरूलाई तयार गर्नुभयो र चेलाहरूलाई पनि उहाँले आज्ञा गर्नुभयो, जाऊ तिमीहरूले पनि के गर, चेला बनाऊ, चेला बनाऊ। यदि चेला बनाएन भने त्यो कुरा पुरा हुन सक्दैन। जसरी मैले तिमीहरूलाई तयार पारे, जसरी म तिमीहरूलाई एउटा चेलापनमा निर्माण गरे, तिमीहरूले त्यसरी पनि अरू देशका, अरू सबै देशका जातिहरूलाई तिमीहरूले चेला बनाउनु पर्दछ भनेर उहाँले आज्ञा गर्नुभयो। आज तपाईँ र मलाई हरेकलाई उहाँले आज्ञा गर्नुभएको एउटै कुरा, चेला बनाऊ। आमेन। अनि आज हामी ती कुराहरू हामी गर्दैछौँ। प्रभु येशूले 3टा कुरा उहाँले आफ्नो मिसनमा, सेवामा उहाँले लिनुहुन्थ्यो। उहाँले राज्यको सुसमाचार प्रचार गर्नुहुन्थ्यो भिडलाई। त्यसै गरी उहाँले प्रचार मात्रै गर्नु भएन, उहाँले चेलाहरू पनि तयार गर्नुभयो। त्यसको साथसाथै उहाँले आश्चर्य कामहरू पनि गर्नुभयो। आमेन। उहाँले प्रचार गर्ने काम, चेलाहरू तयार गर्ने काम, त्यसको साथसाथै धेरै आश्चर्यपूर्ण कामहरू पनि गर्नुभयो। जुन कुरा आज प्रभु येशू तपाईँ र मेरो जीवनद्वारा पनि गर्न चाहनुहुन्छ, ताकि तपाईँ र मेरो पछि हजारौं भिडहरू लाग्न सकोस्। ती कुराहरू देखेर हामी देख्छौँ येशू जहाँ जानुहुन्थ्यो त्यहाँ थुप्रै भिडहरू हुँदथ्यो, किनकि उहाँले जहाँ जानुहुन्थ्यो त्यहाँ आश्चर्य कामहरू गर्नुहुन्थ्यो, त्यहाँ रोगी बिमारलाई निको पार्ने काम गर्नुहुन्थ्यो र मानिसहरू उहाँको पछि लाग्ने गर्दथे।
र प्रभु येशू आज तपाईँ र मेरो जीवनद्वारा पनि यी कामहरू गर्न चाहनुहुन्छ। कतिपल्ट त हामी हाम्रो जीवनमा सुसमाचारलाई हामी बिर्सिन सक्छौँ, तर हामी नबिर्सौँ। हामी सुसमाचार, चेलापन तयार गर्ने कुरा र त्यसको साथसाथै हामीले हाम्रो जीवनद्वारा, मेरो जीवनद्वारा परमेश्वरले, प्रभु येशूले आश्चर्य काम पनि गर्नुपर्छ भन्ने हामी प्रार्थना गर्नु आवश्यक छ। जब यी कुरा हाम्रो जीवनद्वारा पुरा हुन्छ, हाम्रो सेवाकाईमा अझै आशिषको अनुभूति हामी देख्न सक्छौँ। यो महान आज्ञा प्रभु येशूले आज्ञा गर्नुभएको कुरा यो सुझाव होइन, यो रोजाइको कुरा होइन, यो चाहिँ मान्नै पर्ने कुरा। उहाँले जाऊ भन्नुभयो, यो चाहिँ मेरो इच्छाको कुरा हो, म जान पनि सक्छु नजान पनि सक्छु होइन, यो त आज्ञाको कुरा हो। प्रभु येशूले सुझाव दिनु भएन, यो तिमीहरूको इच्छाको कुरा हो भन्नु भएन, तर उहाँले भन्नुभयो जाऊ भन्नुभयो, चेला बनाऊ भन्नुभयो, सिकाऊ भन्नुभयो, बप्तिस्मा देऊ भन्नुभयो। उहाँले आज्ञाको रूपमा हामी देख्दछौँ। त्यसकारण यो रोजाइको कुरा पनि होइन, यो सुझावको कुरा होइन, तर उहाँले दिनुभएको यो आज्ञाको रूपमा हामीले यहाँ देख्दछौँ। अनि चेला बनाउनु भनेको मानिसहरूलाई प्रभु यीशु ख्रीष्ट कहाँ ल्याउनु, विश्वासमा हुर्काएर ख्रीष्ट जस्तै बनाउनु हो, जसले आत्मिक वृद्धि ल्याएर परमेश्वरलाई महिमा दिने गर्दछ। हालेलुया। र यो चेलापनमा जहिले पनि हामी तीनटा कुरा हामीले गर्यौँ भने अझै राम्रो हुन्छ। चेलापनमा जहिले पनि तिमी गर म हेर्छु होइन, तर म गर्छु तिमी हेर, म गर्छु तिमी हेर, तिमी गर म हेर्छु। अब हामी तेस्रो हामी सँगसँगै मिलेर हामी गरौँ। हालेलुया। हामी त्यसरी गर्यौँ भने चेलाहरू के गर्न सक्छन्, सिक्न सक्छन्। किनकि प्रभु येशू जहिले पनि उहाँले नमुनाको रूपमा चेलाहरूको अगाडि प्रस्तुत हुनुहुन्थ्यो, उहाँले गर्नुहुन्थ्यो, त्यसपछि चेलाहरूलाई पनि गर्न लाउनुहुन्थ्यो। त्यसकारण हामीले पनि चेलापनमा म गर्छु तिमी हेर, त्यसपछि हामी चेला भन्न तिमी गर अब म हेर्छु, त्यसपछि हामी सँगसँगै मिलेर हामी गरौँ। हामी यसरी गर्यौँ भने अझै सिकाइमा राम्रो हुँदछ। त्यसकारण तपाईँ र मेरो जीवनद्वारा हामीले हाम्रो चर्चहरूमा धेरैभन्दा धेरै चेलाहरू हामीले निर्माण गर्नुपर्दछ। प्रभु येशूले भन्नुभयो फसल त प्रशस्त छ, तर खेतालाहरूको अभाव छ, कमी छ। त्यसकारण तिमीले प्रार्थना गर कि फसलमा खेताला पठाइदिनु भनेर पितासँग तिमीले प्रार्थना गर। फसल पाकिसकेको छ, तर त्यहाँ खेतालाहरूको कमी छ। परमेश्वरको राज्यमा काम गर्नको निम्ति मानिसहरूको कमी छ, अनि ती मानिसहरूलाई तयार पार्ने काम तपाईँ र मैले गर्नु पर्दछ कि धेरैभन्दा धेरै मानिसहरूलाई तपाईँ र मैले निर्माण गर्नु पर्दछ। अनि येशू प्रभुका 12 जना हामी चेला भयौँ भने एकदम समर्पित चेलाहरूको रूपमा हामी देख्दछौँ। समर्पित चेलाहरू उहाँले त्यसरी निर्माण गर्नुभयो है। अनि चेला शब्द हामी ग्रीक शब्दबाट हेऱ्यौँ भने माथेटेसबाट आउँछ, जसको अर्थ हुन्छ सिकारु हुन्छ। चेला जहिले पनि के हुन्छ, सिकारु हुन्छ, सिकारु। अझै त्यो माथेटेस नाम मन ठानु शब्दबाट आउँछ। अझै त्यसलाई गहिराई रूपमा हेऱ्यौँ भने जसको अर्थ हुन्छ सिक्नु हुन्छ, सिक्नु। चेला शब्दको हामी वास्तविक अर्थ हेऱ्यौँ भने ऊ चाहिँ सिक्नको निम्ति तयार हुनुपर्दछ। हामीले सिकेनौँ भने हामी तयार हुन सक्दैनौँ। त्यसका हामी आफू पनि सिक्ने, अरूलाई पनि सिकाउने काम तपाईँ र मेरो जीवनद्वारा हुनुपर्दछ। अनि सिक्नु, चेला जहिले पनि सिक्नको निम्ति तयार हुँदछ। त्यसकारण हाम्रो यो बढियाताल एरियामा म कहिलेकाहीँ विचार गर्छु हामीले यस्तो भिजन पनि बनाउनु पर्छ। हामी कोही बिटिएस गरिराखेका छौँ होला, कोही एमडिप गरिराखेका छौँ होला, कोही डिप्लोमा गरिराखेका छौँ होला, त्यो आफ्नो ठाउँमा छ। तर हामीले एउटा डिप्लोमा जस्तै एउटा कोर्स ल्याएर हामी सबै चर्चका हामी पास्टर अगुवाहरूलाई त्यहाँ सहभागी गराएर हामीले 1-1.5 वर्षको तालिम हामी स्थानीय स्तरमा सञ्चालन गर्न सक्यौँ भने त्यसको प्रभावकारिता चाहिँ बढी हुन्छ।
जो तालिममा हामी जान सक्दैनौँ हामी आफ्नै ठाउँमा रहेर हामी तालिम गर्न सक्छौँ। अस्ति राजापुरमा एउटा ग्रेजुएसन थियो, म पनि सहभागी हुने मौका पाएको थिएँ। 64 जना त्यतिखेर ग्रेजुएट हुनुभयो। अनि राजापुर नगरपालिका, गेरुवा नगरपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिकाबाट थुप्रै सहभागी हुनुहुन्थ्यो र त्यो ठाउँमा 1 वर्ष 2 वर्ष कोर्स पुरा गरेर त्यो दिन दीक्षान्त हुनुभयो। मलाई धेरै आशिष लाग्यो त्यो कुराहरू देखेर। अनि मलाई त्यही कुरा आयो, हाम्रो एरियामा पनि हामीले यसरी गरेर यसरी एउटा दीक्षान्त गर्न पाए हाम्रो एरियामा अझै हामी जस्तै अरू धेरै हाम्रा जवानहरूलाई, भाइ बहिनीहरूलाई हामीले चेलापनमा निर्माण गर्न सक्दछ। हालेलुया। त्यो भिजन हामीले ल्यायौँ हैन। हामी असल शिक्षाको कुराहरू हामीले स्थानीय स्तरमा नै म पछिको मेरो भाइहरूलाई त्यसमा सहभागी गराएर, बहिनीहरूलाई सहभागी गरेर, जवानहरूलाई सहभागी गराएर हामीले त्यसरी तालिममा हामी सहभागी गराएर गर्न सक्यौँ भने त्यो एउटा चेलापन निर्माणमा अझै हामीलाई सहायता पुग्नेछ। त्यसकारण चेला बनाउनुको प्रभु येशू जहिले पनि यो कुरालाई एकदमै जोड दिनुभयो। उहाँले आफ्नो मिसनको कामलाई त्यसरी मानिसहरूलाई, उहाँको मुख्य उद्देश्य नै मानिसहरूलाई बचाउनु हो र त्यसको साथसाथै चेलाहरू तयार गर्नु हो ताकि चेलाहरूले मैले सुरु गरेको मिसनलाई निरन्तरता दिन सक्नेछन्, पुरा गर्नेछन्। र त्यो भिजन, त्यो दर्शन आज तपाईँ र मैले पनि बनाउनु पर्दछ। चेला बनाउनु चाहिँ मण्डलीको सेवकाईहरू मध्ये एउटा मात्र होइन, यो त मण्डलीको मुख्य सेवकाई नै हो। हालेलुया। हाम्रो सेवकाईको मुख्य केन्द्र बिन्दु भनेको चेलापन नै हो। यो चेलापन एउटा त्यस्तो गरे पनि हुन्छ नगरे पनि हुन्छ त्यो होइन। हामीले जहिले पनि यो कुरा सोच्नु पर्दछ, हाम्रो मण्डलीको मुख्य सेवकाई भनेको चेलापन निर्माण गर्नु हो। यदि जति हामी चेला निर्माण गर्न सक्यौँ त्यति हाम्रो मण्डली चाहिँ बलियो हुनेछ। यो एकदमै प्रमुख जिम्मेवारीको रूपमा हामी यसलाई लिँदछौँ र त्यसप्रति हामी केन्द्रित हुनुपर्दछ। हामी सबैजना केन्द्रित हुनुपर्दछ। चेला बनाउनु चाहिँ हरेक विश्वासीको निम्ति परमेश्वरको योजना हो। हालेलुया। चेला बनाउनु चाहिँ हरेक विश्वासीको निम्ति परमेश्वरको योजना हो। चेला बनाउनु चाहिँ स्वास्थ्य मण्डली विकास गराउने परमेश्वरको तरिका हो। जब चेला हुँदछन् त्यो मण्डली एउटा स्वास्थ्य मण्डली एउटा विकास गराउने परमेश्वरको तरिका हो। त्यहाँ त थुप्रै जुन्दरी स्थापना हुँदछन्। जति चेला तयार हुँदै गए नयाँ नयाँ ठाउँमा कामहरू सेवाहरू सुरु हुँदै जान्छ। चेला नै भएन भने नयाँ ठाउँमा गएर झुन्डकले स्थापना गर्ने, चेला नै भएन भने नयाँ ठाउँमा गएर कसरी सुसमाचार सुनाउने, त्यसको निम्ति त सुरुमा चेला हुनु पर्दछ। त्यसकारण चेला बनाउनु चाहिँ एउटा स्वास्थ्य मण्डली विकास गराउने परमेश्वरको तरिका हो कि हाम्रो सेवकाईलाई अगुवापनमा विकास गराउने तरिका हो, चेलापन हो। अनि चेला बनाउनु चाहिँ परमेश्वरले महिमा लिनुहुने उहाँको तरिका हो। चेलापनद्वारा नै परमेश्वरले महिमा लिनुहुँदछ, किनकि त्यो चेलापनद्वारा नै उहाँको राज्य विस्तार हुँदै जाँदछ। हालेलुया। विस्तार हुँदै जाँदछ, त्यसलाई रोक्न सकिँदैन, छेक्न सकिँदैन। चेलाहरू जहाँ गए तापनि उनले सुसमाचार सुनाउँदछ, उनले मण्डली स्थापना गर्दछ। हामी प्रभु येशूको चेलाहरूको जीवनलाई हेर्यौँ भने त्यहाँ ठुलो सतावट भयो, उनीहरू संसारमा छरपष्ट भए, तर जहाँ जहाँ गए तिनीहरूले मण्डली स्थापना गरे। उनलाई कसैले रोक्न सकेन, किनकि उनी चेलापनमा तयार भइसकेका थिए, उनी चेलापनमा विकास भइसकेका थिए। उनीहरू जहाँ गए सुसमाचार प्रचार गरे, जहाँ गए आश्चर्य काम गरे अनि धेरै मानिसलाई प्रभुमा ल्याउने काम गरे, मण्डली स्थापना काम गरे, स्थापना गर्ने काम गरे। अनि यो परमेश्वरको महिमा ल्याउने तरिका हो जुन चाहिँ चेलापन हो। चेला बनाउनु चाहिँ विश्वास नगरेका मानिसहरूलाई आकर्षण गर्ने एउटा परमेश्वरको तरिका पनि हो। चेला बनाउनु चाहिँ सबै विश्वासीहरूको जीवनप्रति परमेश्वरले लिनुभएको उद्देश्य पुरा गर्न तिनीहरूलाई सहायता गर्ने परमेश्वरको तरिका हो।
यो परमेश्वरको तरिका हो। उहाँले विभिन्न माध्यमद्वारा, चेलापनद्वारा उहाँको मिसनलाई पुरा गर्नको निम्ति, उद्देश्य पुरा गर्नको निम्ति सहायता गर्ने एउटा परमेश्वरको तरिका हो। अनि चेला बनाउनु चाहिँ विश्वव्यापी सुसमाचार प्रचार गर्ने परमेश्वरको रणनीति हो। चेलापनद्वारा नै विश्वव्यापी सुसमाचार प्रचार गर्ने परमेश्वरको रणनीति हो। हालेलुया। त्यसकारण हामी सबैजनाले एउटा साझा उद्देश्य बनाएर हाम्रो बढिया टाल एरियामा यति आशिषमय सङ्गति हुने गर्दछ। हामी यसरी एक आपसमा मिलेर सङ्गति गर्दै आएका छौँ। हामी प्रार्थनाको विषयहरू गर्दै आएका छौँ। त्यसको साथसाथै हामीले चेलापनलाई पनि प्राथमिकतामा राखौँ आउने दिनहरू। आमेन। ताकि हाम्रा चर्चहरूमा हामीले धेरैभन्दा धेरै व्यक्तिहरूलाई चेलापनमा अगाडि बढाउन सकौँ, निर्माण गर्न सकौँ। त्यो एउटा भिजन, दर्शन र उद्देश्यको साथ आगामी दिनमा हामी बढ्नु पर्दछ। अनि म अन्तिममा 3टा कुरा भनेर अन्त्य गर्न चाहन्छु। हामी महान आज्ञालाई कसरी पुरा गर्न सक्दछौँ त? प्रभु यीशुले भन्नुभयो, जाओ सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले आज्ञा गरेका सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाऊ। हेर, म जगतको अन्त्यसम्ममा तिमीहरूको साथमा छु। हालेलुया। अनि कसरी हामी त्यो कुरालाई पुरा गर्न सक्दछौँ? 1 नम्बरमा हामी भयो, प्रभु यीशुले जाऊ भन्नुभयो, गएर त्यो महान आज्ञालाई पुरा गर्नको निम्ति, प्रभु यीशुले गर्नुभएको आज्ञालाई पुरा गर्नको निम्ति हामी जानु पर्दछ। अनि प्रभु यीशुले भन्नुभयो, जाऊ भन्नुभयो। हाम्रो बोलावट जुन सुकै भए तापनि, हाम्रो वरदानहरू जुन सुकै भए तापनि चेला बनाउने आज्ञा पुरा गर्नु पर्दछ भनी प्रभु यीशु भन्दै हुनुहुन्छ। आमेन। तपाईँ र मसँग थुप्रै वरदानहरू, आफ्नो वरदानहरू बोलावट हुन सक्दछ, तर हामी सबैको साझा एउटै बोलावट चेला बनाउनु हो। हामी देख्छौँ एलिया पछिको एलिसा त्यहाँ चेला भएको कुरा हामी देख्दछौँ। अनि एलिसाको जीवनद्वारा त्यहाँ जुन कुरा एलियाको जीवनद्वारा भएको थियो, एलिसाको जीवनद्वारा पनि हामी त्यो कुरा भएको देख्दछौँ। त्योभन्दा अझ एलियाको जीवनभन्दा बढ्ता कुरा हामी भएको देख्दछौँ, किनकि एलियाले आफू पछि एलिसा तयार गरेका थिए। हालेलुया। त्यसकारण यो चेला बनाउने आज्ञालाई हामीले प्राथमिकतामा राख्नु पर्दछ। त्यसपछि प्रभु येशूले भन्नुभयो, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ। अनि हामीले बप्तिस्मा दिएर हामी जानु पर्यो, गएर बप्तिस्मा दिएर त्यसपछि तेस्रो नम्बरमा हामीले सिकाएर, हामी गएर उनीलाई प्रचार गर्ने कुराहरू, त्यसपछि उनलाई बप्तिस्मा दिने कुराहरू, त्यसको साथसाथै हामीले उनीहरूलाई सिकाउनु पर्दछ चेलाको निम्ति। त्यसपछि उनीहरूले चेलापनमा उनीहरू निर्माण हुने गर्दछन्। यो चाहिँ परमेश्वरको वचनद्वारा नयाँ विश्वासीहरूका अवस्थाहरूमा परिवर्तन गराउने प्रक्रिया हो। सिकाउनेले विश्वासीहरूलाई आज्ञा पालन गर्न र त्यसरी विश्वासमा वृद्धि हुन हौसला दिनलाई पनि जनाउँदछ। जब हामी सिकाउँदछौँ उनीहरूको आत्मिक वृद्धि हुँदछ, उनीहरू उत्साहित हुँदछ। हामीले पनि गर्नु पर्दछ, हामी पनि सिक्नु पर्दछ। म अघि नै भनेको थिएँ, चेला जहिले पनि सिकारु हुनु पर्दछ, चेला जहिले पनि सिक्नको निम्ति तयार हुनु पर्दछ। यदि सिकेन भने ऊ असल चेला बन्न सक्दैन। त्यसकारण हामी अगुवापनमा, हाम्रो लिडरसिपमा हामी जति सिक्छौँ, हाम्रो लिडरसिप अझै बलियो हुँदै जान्छ, म्याचुअर हुँदै जान्छ, परिपक्व हुँदै जान्छ। कि जति हामी सिक्छौँ, सिकेको कुराहरूलाई सिकाउँदछौँ, अनि हाम्रो लिडरसिपमा हामी अझै परिपक्व हुँदै अगाडि बढ्दछौँ। हालेलुया। हुन्छ, प्रभुलाई महिमा भएको होस्। परमेश्वर पिताले हामी सबैजनालाई आशिष दिनुभएको होस् कि हामी आउने दिनहरूमा अझै हामी एउटा ठाउँमा अझै धेरै चेलापन तयार गरेर परमेश्वरको राज्यलाई हामी वृद्धि गर्न सकौँ। हुन्छ, धन्यवाद छ। परमेश्वरको महिमा भएको होस्। जय मसीह।